आज जनै पूर्णिमा, रक्षाबन्धन र राखीको पवित्र चाड। हाम्रा ऋषिमुनिहरूले समाजलाई एकत्रित बनाउन, प्रत्येक परिवारमा प्रेमको भावना जागृत गर्न, एकअर्काप्रतिको प्रेम, सदिच्छा र जिम्मेवारीको बोध गराउन र समस्त मानव जातिको विकासको लागि विभिन्न प्रकारका चाड पर्वहरू हाम्रो लागि राखिदिएका छन्। र यो हाम्रो संस्कृति र परम्परा यति गहिरो, यति प्यारो र यति विशाल छ कि शब्दहरूमा यसको व्याख्या गर्न सकिँदैन। पहिले त जनै धारण गर्नको लागि व्रतबन्ध गर्नु जरुरी हुन्छ। व्रतबन्ध यो कुनै दिन व्यक्तिलाई अध्यात्ममा दीक्षित गर्ने प्रक्रिया थियो र प्रत्येक धर्ममा यो प्रक्रिया छ। जस्तो इसाईहरूले बप्तिजम भन्छन्, अरू विभिन्न नामले पुकार्छन्। अरू धर्म सम्प्रदायमा पनि यस्तै प्रकारका प्रक्रियाहरू हुन्छन्, यस्तै प्रकारका कर्मकाण्डहरू हुन्छन्। र यो व्रतबन्धमा विशेष गरी जीवनलाई म अब अनुशासित बनाउँछु, जीवनलाई म एउटा दिशा दिन्छु, जीवनलाई म अब जतापातै लैजान्न। मेरो जुन ऊर्जा छ यो ऊर्जालाई म सङ्गठित गर्छु, ऊर्जाको एउटा विशाल बाँध बनाउँछु म। र त्यो बाँधबाट जीवनमा केही महत्त्वपूर्ण म लक्ष्य हासिल गर्छु भनेर एउटा बटुकले, एउटा बच्चाले आफ्नो जीवनमा लिने सङ्कल्प हो। र यो सङ्कल्पको एउटा देखिने साकार वस्तु स्वरूप जनै धारण गर्ने प्रक्रिया थियो, अहिले पनि छ उपनयन या व्रतबन्धमा। र यो जुन जनै धारण गरेको छ बच्चाले, त्यो जनै हरेक वर्ष जनै पूर्णिमामा पवित्र भएको अनुभव गर्ने, नुहाउने लगायतका विभिन्न अरू कर्महरू गरिसकेपछि, आन्तरिक शान्ति, आन्तरिक पवित्रताको बोध गरिसकेपछि फेरि पुरानो जनै फालेर नयाँ जनै लगाउने चलन छ। यसको अर्थ कुनै दिन एक पटक सङ्कल्प लिएर मात्रै पुगेन, हरेक पटक त्यो सङ्कल्पको नवीकरण गर्ने प्रक्रिया हो। यो हरेक वर्ष सङ्कल्पलाई नवीकरण गर्ने, अनुशासनको सङ्कल्प, ऊर्जाको सङ्कल्प, संयमको सङ्कल्प र अध्यात्मतिर जीवनको झुकावको सङ्कल्प गर्ने दिन हो यो। अब कुरा आउँछ कि यो श्रावण पूर्णिमाकै दिन किन रोजियो? श्रावण पूर्णिमा अलि विशेष छ। एक त प्रकृतिमा एउटा अनौठो परिवर्तन आएको हुन्छ यो बर्खायामसँगै, र यो प्रकृतिमा आएको परिवर्तनले व्यक्तिको शरीरमा पनि परिवर्तन आएको हुन्छ। त्यो परिवर्तन बुझ्न सकिने ठोस प्रकारको हुन्छ। शरीरमा विभिन्न प्रकारका रासायनिक प्रक्रियाहरू फरक ढङ्गले चलिरहेका हुन्छन्। र यो बेलामा सङ्कल्प हामीले गर्ने बित्तिकै त्यो सङ्कल्पको गहिरो असर हुन्छ। त्यसै कारणले दारी कपाल गरेर पवित्र भएर शुद्ध भएर गर्ने चलन थियो। आजको चाडको दोस्रो भाग रक्षाबन्धन हो, जुनलाई हामी डोरा लगाउने पनि भन्छौँ। यो रक्षाबन्धनको मनोविज्ञानमा हामी प्रवेश गऱ्यौँ भने के मन्त्र ब्राह्मणले त्यहाँ पढ्छन्, कसरी गरिन्छ, त्यो भन्दा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हो कि जो व्यक्तिले रक्षाबन्धन धारण गर्दैछ ऊ रक्षित भएको भावमा प्रवेश गर्छ। र यो ब्रह्माण्ड विशाल छ। मेरो हृदयभित्र जस्तो प्रकारको भाव उत्पन्न हुन्छ, मेरो जीवन त्यस्तै हुन थाल्छ। यदि म आफूलाई शोषित, अपहेलित अनुभव गर्छु भने मेरो जीवनमा शोषित हुने र अपहेलित हुने काम भइ नै रहन्छ। यदि म आफूभित्रबाट पवित्र अनुभव गर्छु भने पवित्रता बढ्छ। म रोगी छु भन्ने अनुभव गर्छु भने म रोगीहरूसँगको सङ्गत बढाउँछु, र म स्वस्थ छु, म सम्पन्न छु भन्छु भने त्यस्तै प्रकारका व्यक्तिहरूसँगको सङ्गत हुन्छ। यो जीवनमा हाम्रो मनले नै हामीलाई रक्षाको भाव दिन्छ र रक्षाको अभावको पनि बोध दिन्छ। रक्षाबन्धनमा कसैबाट हामीले त्यो सूत्र ग्रहण गर्दा भित्रबाट रक्षित भएको अनुभव गर्छौँ। यो रक्षित भएको आजदेखि मलाई केही पनि हुँदैन, म सुरक्षा घेराभित्र छु, मलाई मन्त्रले रक्षा गर्छ, मलाई परम्पराले रक्षा गर्छ, मलाई धर्मले रक्षा गर्छ। यी विभिन्न प्रकारका भावमा जब हामी प्रवेश गर्छौँ, जीवनको ऊर्जा जुन भयमा जान्थ्यो खेरा, जुन भविष्यप्रतिको चिन्तामा खेर जान्थ्यो, त्यो ऊर्जा खेर जानबाट बच्छ। जसरी हामी पानी सङ्ग्रह गर्छौँ,
आज आएर विद्युतलाई हामी कहीँ संग्रह गर्छौँ। त्यसै गरिकन हाम्रो ऊर्जा पनि संग्रहित गर्ने, गलत केन्द्रहरूबाट ऊर्जा स्खलित हुन नदिने प्रक्रिया ऋषिमुनिहरूले हाम्रो जीवनमा दिनुभएको हो। यो यत्तिकै प्यारो चाड छ यो रक्षाबन्धनको। र घरमा पण्डितजी आउनुभयो, घरमा आफन्तहरू भेला भए, सँगै भएर हामीले यो चाड मनाइरहेका छौँ भने जुन एउटा आफ्नोपनको भाव हुन्छ, त्यो भाव अमिट रूपमा जीवनभर रहिरहन्छ। यसैबाट त परिवार बन्छ, यसैबाट त समाज बन्छ। के परिवार समाजशास्त्रले भने झैँ रगतका नाताहरू भएका व्यक्तिहरूको समूह मात्रै हो त? रगतको नाता त देखिन्छ, तर हृदयको नाता कहाँ देखिन्छ र? यो हृदयलाई बेला बेला जोडिराख्नुपर्छ, होइन भने टुट्न सक्छ। र हाम्रा पुर्खाहरूलाई थाहा थियो कि हृदयलाई जोड्नको लागि चाड पर्वहरू चाहिन्छन्। त्यस्तै प्रकारका चाड पर्वहरू हाम्रो समाजमा दिएर यो समाजलाई महिमामण्डित र गरिमा गर्वित बनाइदिए हाम्रा पुर्खाहरूले। अर्को चाड हो राखी। राखी दिदी बहिनीबाट दाजुभाइलाई बानिदिने परम्परा छ। रगतको नाता भए पनि नभए पनि अरू कसैलाई पनि हामी दिदी बहिनी बनाउन सक्छौँ, दाजुभाइ बनाउन सक्छौँ। यो जीवनमा आफ्नोपन जुन छ त्यो बढाउनु सांसारिक हिसाबले, मानसिक हिसाबले, भावनात्मक हिसाबले र आध्यात्मिक हिसाबले पनि अति नै सुन्दर कर्म हो। म कहाँ खुम्जिन्छु, जहाँ जहाँ मेरो मान्छे छैन भन्ने लाग्छ, मेरो आफ्नो छैन भन्ने लाग्छ, त्यहाँ त्यहाँ मेरो चेतना खुम्जिरहेको हुन्छ। जहाँ जहाँ जति जति म अरूमा पनि आफूलाई पाउँछु, आफ्नो नाता सम्बन्धलाई पाउँछु, त्यति त्यति मेरो हृदय विशाल बन्दै जान्छ र ऋषि हृदय जस्तो हुन थाल्छ। ऋषि हृदय के हो? यस्तो हृदय जहाँ पुरै संसार अटाएको छ, कोही पनि पराए छैन, सबै आफ्नो छ, जहाँ अहम ब्रह्मास्मीको घोषणा गर्छ ऋषिले, त्यसलाई ऋषि हृदय भनिन्छ। र यो राखीको चाडले कुनै दिन व्यक्तिहरूलाई अहम ब्रह्मास्मीको घोषणा गर्न सक्ने गरी तयारी गर्छ। यहाँ मात्रै होइन, संसारको धेरै ठाउँमा राखीको चलन छ। महाभारत कालमा पनि राखीको उल्लेख छ। यति लामो इतिहास छ यसको कि कसैले पनि यसको प्रारम्भ खोजेर भेट्न सक्दैन। एउटा कथा आउँछ महाभारतमा कि लडाईँको मैदानमा एकपटक भगवान कृष्णलाई हातको नाडीमा नराम्रोसँग चोट लाग्यो र रगत बग्न थाल्यो। रगत बन्द हुने नामै लिँदैन। छेउमा द्रौपदी थिइन्। द्रौपदीले आफ्नो साडीको फुर्को च्यातेर भगवान कृष्णको हातमा लगेर बाँधिदिइन्। त्यहाँबाट जुन भगवानले एउटा प्रेमको अनुभव गर्नुभयो द्रौपदीसँग, एउटा हृदयको तार कहीँ जोडिएको अनुभव गर्नुभयो। भगवानले उहाँलाई भन्नुभयो, आजदेखि तिमीलाई म बहिनी भन्छु र तिमीले मलाई जुन ऋण लगाएकी छौ, यो ऋण म कुनै दिन चुक्ता गर्छु। र यसको ऋण भगवान कृष्णले कहिले चुक्ता गर्नुभयो? यो राखीको ऋण करिब 25 वर्षपछि राजा धृतराष्ट्रको सभामा जब द्रौपदीको चिरहरण हुने भयो, त्यतिखेर विभिन्न व्यक्तिहरू थिए, त्यहाँ गण्यमान्य व्यक्तिहरू थिए। ती सबैले कुनै पनि प्रकारले द्रौपदीलाई बचाउन सकेनन्। उनको चिरहरणबाट उनको लज्जा जुन गइरहेको थियो त्यसबाट बचाउन सकेनन्। भगवान कृष्णले आफ्नो प्रतिज्ञा याद गर्नुभयो र जति ताने पनि नसकिने वस्त्रको रूपमा भगवान कृष्णले आफ्नो आशिष द्रौपदीलाई पठाउनु भयो। त्यस्तै अर्को एउटा प्रसङ्ग मलाई बडो प्यारो लाग्छ। यो प्रसङ्ग करिब 2300-2400 वर्ष पहिलेको हो। सिकन्दर महान, जसलाई अलेक्जान्डर द ग्रेट भनिन्छ, उनी भारत आउँदै थिए युद्धको लागि र उनकी पत्नी एउटा फरक प्रकारकी व्यक्ति थिइन्, फरक प्रकारकी महिला थिइन्। उनलाई थाहा थियो कि त्यहाँ विभिन्न प्रकारका असाध्य बलिया, असाध्य सुरवीर, पराक्रमी राजाहरू पनि बस्छन् भारतमा भनेर। र उनले आफ्ना पतिसँग
राजा पुरुको लागि एउटा रक्षाबन्धन पठाइदिन्। सिकन्दर महानकी श्रीमतीको नाम थियो रोक्छ्याना। रोक्छ्यानाले पठाएको यो राखी सिकन्दर महानले पुरुलाई लगेर दिए र पुरुले हातमा त्यो राखी धारण गरे। संयोगको कुरा हो, एक दिन लडाईँको मैदानमा सिकन्दर र पुरु आम्ना सामना हुन्छन्। विशाल युद्ध चल्छ, तर एउटा यस्तो अवस्था आउँछ जहाँ पुरुले सिकन्दरलाई आक्रमण गर्न आँटे। आक्रमण गर्ने बेलामा उनले जब तरबार उठाइरहेका थिए, हातमा देख्छन् कि उनकी बहिनी या दिदीले पठाएको राखी पो बाँधिरहेका छन्। त त्यो राखी देख्ने बित्तिकै उनले संयम धारण गरे र सिकन्दरलाई आक्रमण गरेनन्। यसरी कहाँ कहाँ संसारको जुनसुकै कुनामा भए पनि राखीले मनुष्यलाई जोडेको छ। यहाँ न समयको दूरी छ, न भूगोलको दूरी छ, न स्थानको दूरी छ। हृदय यति पवित्र कुरा छ कि कहीँको कहीँ पनि जोड्न सक्छ र हाम्रा चाडहरूले मनुष्य जीवनको गहिराईमा गएर हृदयलाई जोडे। आज हामीलाई हेर्दाखेरि यी चाड पर्वहरू, यी विभिन्न प्रकारका संस्कृतिका अङ्गहरू वाहियात जस्तो लाग्न थाल्छ। धेरै मनुष्यलाई यिनीहरू वाहियात जस्तो लागेको छ। हाम्रो देशमा त विशेष गरी संस्कृति केही होइन, परम्परा केही पनि होइन भन्ने एक प्रकारको आन्दोलनै चलेको छ। तर कति बुद्धिमानीपूर्ण छ यो सोच भन्ने कुरा विश्वका विभिन्न देशहरूमा संस्कृतिमा जुन विचलन आयो, परम्परामा जुन विचलन आयो, त्यसपछि समाज जसरी नष्टभ्रष्ट भयो त्यसबाट प्रष्ट हुन्छ। बुद्धिमान व्यक्तिले यी परम्पराहरूलाई वैज्ञानिकता दिन खोज्छ, यिनमा वैज्ञानिक रङ खोज्छ र कसरी समाजलाई एकजुट बनाउन सकिन्छ, मनुष्यलाई कसरी एकै ठाउँमा ल्याएर राख्न सकिन्छ त्यसरी हेर्छ। बुद्धिहीनहरूले हो सिधै परम्परामाथि, संस्कृतिमाथि प्रहार गर्ने र यो बुद्धिहीनताको नमुना हामीले हाम्रो देशमा खुब देखेका छौँ। तर यसको दुःखद पक्ष पनि हामीले भोगिसकेका छौँ। हाम्रो आफ्नो बेवकुफीको परिणाम पनि हामीले भोगिसकेका छौँ। अब मलाई लाग्छ हामी सबैलाई चेतना आउँछ र हाम्रो संस्कृति, हाम्रो परम्परामा फेरि हामी लाग्छौँ। यसको मिठासमा, यसको आनन्दमा फेरि हामी डुबुल्की मार्ने मजा लिन सक्छौँ। यसको जुन रङ छ त्यो रङमा निमज्जित भएर जीवनमा विकासको बाटो खोल्ने हामीले पनि मजा पाउँछौँ। यहाँहरू सबैजनालाई म जनै पूर्णिमा, रक्षाबन्धन र राखीको शुभकामना व्यक्त गर्न चाहन्छु।